पश्चिमा राष्ट्रहरूलाई समेत कडा चुनौती दिँदै आइरहेको चीन विकास र परिवर्तनको मामलामा चमत्कार गर्दै आइरहेको छ। आर्थिक हिसाबले होस् वा सैन्य हिसाबले चीन विश्वको शक्तिशाली देशको रूपमा परिचित भइसकेको छ। विगत एक दशक यता चीनले आश्चर्यमूलक कार्यहरू गरेको देखेर विश्वका केही विकसित देशहरू पनि आश्चर्यमा छन्। 5000 वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल 96 लाख वर्ग किलोमिटरमा फैलिएको छ। असम्भव लाग्ने कुराहरूलाई पनि सम्भव गरेको चीनमा मात्र बनेका केही आश्चर्यचकित संरचनाहरूको बारेमा आज हामी चर्चा गर्नेछौँ। नम्बर 1 मा रहेको छ विश्वकै अग्लो हावा सफा गर्ने टावर। चीनले विश्वकै अग्लो हावा सफा गर्ने टावर बनाएको छ। यसको उचाइ 330 फिट रहेको छ। वायु प्रदूषणको रूपमा विश्वमै बदनाम सहरको रूपमा चीनको राजधानी बेइजिङ सहरलाई चिनिन्छ। यो टावर लगाएपछि यसको 10 किलोमिटरको दायरामा रहेका आसपासका क्षेत्रहरूमा हावाको गुणस्तरमा धेरै सुधार आएको छ। यो टावरले ग्रीन हाउस मार्फत काम गर्ने गर्छ। यसको जग फुटबलको मैदानभन्दा आधा क्षेत्रफलमा बनेको छ। यो टावरले जटिल अवस्थामा पनि आसपासको हावालाई सफा बनाउने काम गर्छ। यो टावरले दिउँसोको समयमा पनि बिजुली बिना नै सजिलै काम गर्न सक्छ। नम्बर 2 मा रहेको छ विश्वकै पहिलो सोलर राजमार्ग। चीनले विश्वकै पहिलो सोलर राजमार्ग बनाएको छ। 1 किलोमिटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्ने गर्छ। चिसो मौसममा पनि यो राजमार्गले यहाँ जम्ने हिउँलाई पनि पगालिदिन्छ। यसको अलावा यो राजमार्गले विद्युतीय सवारी साधनको पनि जाँच गर्ने गर्छ। पूर्वी चीनको सेन्डुङ प्रान्तको राजधानी जिनानमा बनेको यो राजमार्ग 3 लेयरमा बनेको छ। यो राजमार्गबाट एकै वर्षमा 10 मिलियन अर्थात् 1 करोड किलोवाट विद्युत उत्पादन हुन्छ। यो राजमार्गले सामान्य राजमार्ग भन्दा 10 गुणा बढी भार थाम्न सक्छ। यसको लागत प्रति स्क्वायर मिटर $458 अर्थात् करिब 40,000 नेपाली रुपैयाँ रहेको छ, जुन सामान्य राजमार्ग भन्दा धेरै हो। नम्बर 3 को कुरा गरौँ रोबोट पत्रकार। चीनले प्रति सेकेन्ड 300 शब्द लेख्न सक्ने जियाओ नान नामक रोबोट पत्रकारको आविष्कार गरेको छ। यसको आविष्कार पश्चात हातले लेख्ने पत्रकारको जागिर धरापमा पर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हरेक प्रकारका लेख लेख्न तयार रोबोट पत्रकारले जुनसुकै विषयवस्तुमा पनि लेख्न सक्ने निर्माण पक्षको दाबी छ। यसले लेखनको साथै विषयवस्तुको विश्लेषण समेत गर्न सक्ने बताइएको छ। चीनले बनाएको यस रोबोट पत्रकारको चर्चा विश्वभरि नै छ। नम्बर 4 मा रहेको छ अपराधी चिन्ने चस्मा। अनौठो विशेषताको यो चस्माको खुब चर्चा भएको थियो। हामीलाई सुन्दा अचम्म लाग्छ, तर चिनिया प्रहरीले अपराधीलाई चिन्न यो चस्मा लगाउन सुरु गरिसकेका छन्। यो चस्मा हाइटेक फेस रिकन्डिसन प्रविधियुक्त रहनुको साथै यसमा खुफिया क्यामेरा समेत जडान गरिएको छ। चीनले यो चस्मा अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई उपलब्ध गराइसकेको छ। प्रहरी अधिकारीको अनुसार यो चस्माको सहायताले अपराधी पहिचान गर्न धेरै सहज भएको बताइएको छ। चस्मालाई वायरलेस चिपको सहायताले प्रहरीको केन्द्रीय कम्प्युटर डाटाबेससँग जडान गरिएको छ। नम्बर 5 मा रहेको छ 1400 मिटर लामो कृत्रिम नदी। विश्वलाई चकित पार्ने गरी आर्थिक प्रगति गरिरहेको चीनले 1400 किलोमिटर लामो कृत्रिम नदी बनाएर विश्वलाई थप आश्चर्यमा पारेको छ। चीनको दोस्रो ठुलो येलो रिभरलाई डाइभर्सन गरी चीनको राजधानी र नजिकका क्षेत्रमा खाने पानी र सिँचाइको लागि पानी आपूर्ति गरिएको छ। 11 वर्ष लागेर निर्माण गरिएको यो मानव निर्मित नदीमा येलो नदीमा बग्ने 6 भागको 1 भाग पानी निर्मित नदीतर्फ ल्याइएको छ। यो नदीको पानी राजधानी बेइजिङ पुग्दा 15 दिन लागेको थियो। नदी जोड्ने साउथ नर्थ वाटर डिभिजनका लागि चीन सरकारले 33 अर्ब अमेरिकी डलर खर्च गरेको थियो। यस मानव निर्मित नदीले चीनमा 30 करोड नागरिकलाई खाने पानी र सिँचाइ पुर्याएको छ।